नमस्कार साथीहरू। आजको भिडियोमा हामीले घरमै सजिलो तरिकाले ओयस्टर अर्थात् कन्या च्याउ कसरी खेती गर्न सकिन्छ भन्ने बारेमा सिक्नेछौँ। यो खेती कम लागतमा छिटो उत्पादन दिने र राम्रो आम्दानी हुने भएकाले अहिले धेरै लोकप्रिय हुँदै गएको छ। यो च्याउ खेती गर्नका लागि आवश्यक सामग्रीहरू पराल, छौली, च्याउको बिउ, प्लास्टिकको झोला, पानी, ट्याङ्की, ड्रम र सफा कोठाको आवश्यकता पर्दछ साथीहरू। यसरी सामग्रीहरू हामीले तयार पारिसकेपछि अब हामीले पराल छनौटका विधिहरू अपनाउनु पर्दछ। हामीले सर्वप्रथम पराल छनौट गर्दै गर्दा सुकिलो, सफा र एकदम राम्रो खालको पराललाई छनौट गर्नु पर्दछ र छनौट गरिएको परालको टुप्पाहरू काटेर धानको बिउहरूलाई हटाइसकेपछि हामीले 3 देखि 5 सेन्टिमिटर जतिको टुक्रा पार्नु पर्दछ। युक्त टुक्रा पारिएको पराललाई साथीहरू हामीले 6 देखि 8 घण्टा चिसो पानीमा भिजाएर राख्नु पर्दछ र युक्त भिजाएको पराललाई हामीले पानी तैराउनको लागि, पानी निथार्नको लागि निकालेर सफा ठाउँमा फिजाउनु पर्दछ। यसरी निकालेर फिजाइएको पराललाई हामीले बफ्याउनको लागि, निर्मलीकरण गर्नको लागि बोराहरूमा भरेर ड्रममा राख्नु पर्दछ साथीहरू। उक्त ड्रममा हामीले लगभग 5 देखि 10 सेन्टिमिटर जति पानी भरेर त्योभन्दा मास्तिर जालीहरू राखेर त्यसभन्दा माथि बोराहरूमा राखेको पराललाई राखेर हामीले बफ्याउने काम गर्नुपर्दछ। यसरी पराल बफ्याउनाले 30 मिनेटसम्म पराल बफ्याउनाले रोग र किराहरू नष्ट गर्न सकिन्छ। साथीहरू, यो बेलामा हामीले एकदमै ध्यान दिनुपर्ने कुराहरू भनेको पराल धेरै भिजेको हुनुहुँदैन, हातले निचोर्दा पानी नझर्ने तर चिसो महसुस हुने हुनुपर्दछ। यसरी तयार पारिएको पराललाई हामीले केही समयसम्म घाम नलाग्ने तर छाया पर्ने ठाउँमा सुकाउनु पर्दछ। यसरी तयार भएको पराललाई अब हामीले झोला भर्ने प्रक्रिया हुन्छ साथीहरू। त्यो झोला भर्ने प्रक्रियामा हामीले पराललाई सिधै छुनु हुँदैन। पराल र बिउहरूलाई अब हामीले चलाउँदै गर्दाखेरि हातमा सेनिटाइजर प्रयोग गर्नुपर्दछ अथवा साबुन पानीले हात धोएर मात्र हामीले काम अगाडि बढाउनु पर्दछ। यसरी काम गर्दै गर्दा साथीहरू झोलाको तल परालको एक तह राख्नु पर्दछ र त्यसमाथि च्याउको बिउ छर्नुपर्छ र फेरि त्यसमाथि पराल राख्नु पर्दछ। यसरी हामीले 4 देखि 5 तह बनाइसकेपछि हामीले यो पोकालाई बाँध्नु पर्दछ। यसरी तयार पारिएको पोकामा हामीले साना पुवालहरू बनाएर तयार पारिएको च्याउको बललाई अब हामीले इन्क्युबेसन अथवा अँध्यारो ठाउँमा लगेर राख्नु पर्दछ साथीहरू। यसरी राख्दै गर्दाखेरि युक्त कोठाको तापक्रम 20 देखि 25 डिग्री सेन्टिग्रेड उपयुक्त मानेर हामीले व्यवस्थापन गर्नुपर्दछ भने सबैतिरबाट अँध्यारो पार्नु पर्दछ र प्रत्यक्ष रूपमा घाम पर्नु हुँदैन। यसरी इन्क्युबेसनमा राखेको बललाई हामीले पानी हाल्नु पर्दैन साथीहरू र यही चरणमा इन्क्युबेसन चरणमा हामीले 10 देखि 15 दिनमा हेर्दाखेरि माइसिलियम अर्थात् सेतो ढुसी फैलिएको हुन्छ। युक्त सेतो ढुसी फैलिएको पोकालाई हामीले उपयुक्त मानेमा 21 दिनमा प्लास्टिक काट्नु पर्दछ साथीहरू र हामीले उक्त प्लास्टिक काटेको 2 दिनबाट 2 देखि 3 पटक पानी हाल्नु पर्दछ भने प्लास्टिक काटेपछि 5 देखि 7 दिनमा च्याउ उम्रन थाल्दछ र 3 देखि 4 दिनमा टिप्न लागेको हुन्छ। च्याउको टोपी खुल्न थालेपछि काटेर सङ्कलन गर्नुपर्दछ साथीहरू। एउटै बलबाट 3 देखि 4 पटकसम्म उत्पादन लिन सकिन्छ। यसरी उत्पादन लिँदै गर्दा साथीहरू हामीले प्लास्टिक काटेको दिनदेखिबाट र च्याउ उम्रिन थालिसकेपछि हामीले हावाको सञ्चार अलिकति बढाउनको लागि अँध्यारो बनाएको कोठामा चाहिँ केही मात्रामा चाहिँ हावाको सञ्चार बढाउनु पर्दछ। साथीहरू, भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।